यदि तपाईँ वैशाख महिनामा कफी नर्सरी स्थापना गर्ने विचारमा हुनुहुन्छ भने यो उपयुक्त समय हुन्छ। तर यसअघि नर्सरीको स्थापनाका लागि उपयुक्त जमिन छनौट गर्न अत्यन्त महत्त्वपूर्ण छ। पहिलो कुरा, कफी नर्सरीलाई सकेसम्म कफी पकेट क्षेत्रभित्र स्थापना गर्न उपयुक्त हुन्छ। यसले एक स्थानको रोग र कीरा अन्य स्थानमा फैलिनबाट रोक्न मद्दत पुर्याउँछ। यसैगरी नर्सरीको लागि नजिकै पानीको स्रोत उपलब्ध भएको स्थान चयन गर्नुपर्छ। जमिनमा पानीको निकास राम्रो हुनु आवश्यक छ, किनभने यसले जरालाई कुहिनबाट जोगाउँछ। अर्को महत्त्वपूर्ण कुरा भनेको कफीको नर्सरीलाई घर नजिकै राख्नुपर्छ। यसले बिरुवाको रेखदेखलाई प्रभावकारी बनाउँछ। माटोको प्रकार पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ। कफीका बिरुवाका लागि खुलखुलो, मलिलो र दोमट माटो राम्रो मानिन्छ। यस्तो माटोले बिरुवाको जरालाई फैलिन र आवश्यक पोषण तत्त्व प्रदान गर्न मद्दत पुर्याउँछ। यी विधिहरूलाई पालन गरेर जमिन छनौट गर्नुभयो भने तपाईँको कफी नर्सरीको सफलतासँगै राम्रो परिणाम प्राप्त गर्न सम्भावना उच्च हुनेछ।